ल आदरणीय दर्शकबिनहरू नमस्कार, जो जताबाट हेर्दै हुनुहुन्छ यहाँहरूलाई एकदम नमस्कार हृदयदेखि भन्न चाहन्छु। र आज म यस्तो ठाउँमा आइपुगेको छु कि यो ठाउँ कुनै बेला मेरो जन्मभूमि थियो है, जन्मभूमि हो अहिले पनि। तर यहाँ कुनै बसोबास छैन, बस्ती छैन। अहिले सबै यो डाँडा नै पुरै खाली भइसक्यो। एउटा चाहिँ बस्ती सहरीकरण भइसक्यो। यहाँको बासिन्दाहरू यहाँ हुनुहुन्न, अथवा कोही यहाँबाट छड्केर जानेहरू अलिक समाजतिर उता पारी अर्को गाउँतिर बस्नुभयो भने कतिपय चाहिँ तराई मधेस काठमाडौँ बुटोल जता पनि हुनुहुन्छ। यहाँ चाहिँ त्यस्तो भइसक्यो, एकदम उजाड भइसक्यो। पहिला यो ठाउँ एकदम रमाइलो रमणीय थियो, अहिले पनि छ रमणीय। हेर्न सक्नुहुन्छ यहाँ हेर्दाखेरि चाहिँ यस्तो डाँडो हाइटी ठाउँ एकदम चाहिँ। अहिले यहाँ सबै कुराको विकास छ। पहिला बाटो थिएन, बत्ती बिजुली केही पनि थिएन। अहिले पानीदेखि लिएर यहाँ पानी पनि आउँछ, बाटो बत्ती बिजुली सबै चिजको पहुँच छ। बाटो चाहिँ अलिकति उकालो छ, त्यहाँ खन्नुपर्छ, अरू सबै कुरा छ। र हुँदै पनि मान्छेलाई अझै सुख सुविधा ऐस आराम चाहिँ चाहिँदो रहेछ जिन्दगीमा बाँचिन्छ। त्यो भएको कारणले गर्दाखेरि यहाँबाट चाहिँ सबै बस्ती उठ्यो। तर यहाँ केही कुराले कमी चाहिँ छ जस्तो मलाई लाग्दैन, सबै कुरा भरिपूर्णै छ। तर मान्छेलाई जति सुख सुविधा ऐस आराम पुग्दै गयो अझै ऐस आराम खोज्ने भएको कारणले गर्दाखेरि यहाँ हेर्नुहोस्, यी खर घाँस यस्तो राम्रो। यहाँ अब वस्तुभावको लागि यहाँ कुनै दुःख नै छैन, घाँस दाउराको लागि कुनै दुःखै छैन। खेती योग्य जमिन पनि हो यो कुनै बेला। हरेक कुरा रातो माटो, यहाँको चाहिँ खानेकुराहरू एकदम टेसिलो हुन्थ्यो। रातो माटोको मकैहरू त्यस्तै गुलियो मिठो हुने, हरेक कुरा ठिक थियो। तर हुँदाहुँदै पनि यो चाहिँ पछाडि नपुग्यो। अहिले चाहिँ यस्तो घाँगर बनेको छ दर्शकबिनहरू। अब यसमा चाहिँ सरकारको विशेष गरिकन ध्यान आकर्षण के जाओस् भन्छु भन्दाखेरि अलिकति यो सहरीकरण चाहिँ किन भइराखेको छ त, गाउँमा चाहिँ किन मान्छे बस्न चाहेको छैन, के चाहिँ नपुग्छ, त्यो चाहिँ सरकारको विशेष ध्यान आकर्षण होस्। शिक्षा क्षेत्र अथवा स्वास्थ्य क्षेत्र अथवा जङ्गली जनावरहरूको आक्रमण होइन, खेती चाहिँ गरेर खान नसक्ने के छ, त्यसलाई चाहिँ विशेष गरिकन सरकारले चाहिँ पत्ता लगाएर त्यसको निदान नगरेसम्म यो गाउँबाट बसोबास यसरी उजाड हुने चाहिँ यो प्रविधि रोकिने छैन भन्न चाहन्छु म। धेरै लामो भयो होला भिडियो। आज चाहिँ म यहाँ आइरहँदाखेरि अब आउने पिँढीले चाहिँ यहाँ यस्तो चिज थियो र यहाँ भन्ने एउटा एकादशको कहानी जस्तो बन्न सक्छ। यहाँ पनि थियो र यस्तो ठाउँ थियो र भन्ने हामीलाई मात्रै थाहा छ। यहाँ घर थियो, यहाँ पोखरी थियो, यहाँ यो थियो, यहाँ यस्तो ठाउँ थियो भन्ने चाहिँ यहाँ केहीको थान थियो भन्ने हामीलाई मात्रै थाहा छ भने अब आउने नयाँ पिँढीहरू हाम्रै छोरा नातिले पनि यहाँ यस्तो चिज थियो र भनेर चाहिँ भन्दाखेरि हामीलाई नै नाटक जस्तो गराउने चाहिँ अवस्था आइसक्यो। हेर्नुहोस् दर्शकबिनहरू, अब यसमा चाहिँ मेरो के हो भन्दाखेरि आफ्नो जन्मभूमि जननी जसरी पनि चाहिँ एउटा सरकारले पनि त्यो किसिमको प्रबन्ध चाहिँ मिलाइदिनुपर्छ। सरकार चाहिँ कतातिर छ ध्यान आकर्षण